अमेरिका भनेको ती व्यक्तिहरूको लागि होइन जो व्यक्तिहरू चाहिँ एकदमै अल्छी हुनुहुन्छ, जो व्यक्तिहरू चाहिँ दिनभरि डुलेर बेलुका मम्मीले पस्केको खाना खानलाई पनि बोलाउनु पर्छ र रातभरि मोबाइल चलाएर बिहान 10 बजेसम्म सुत्नुहुन्छ, जसलाई टाइम र पैसाको कुनै भ्यालु नै छैन, जसलाई मेहनत गर्नु नै छैन, जसले सुती सुती जिन्दगी कट्छ भन्ने सोच्नुहुन्छ, त्यो मान्छेहरूको लागि अमेरिका चाहिँ पटक्कै होइन। यदि तपाईँ त्यस्तो सोचमा हुनुहुन्छ र तपाईँ ऐस आराम विलासी जिन्दगी बिताउँछु, अमेरिकामा मजाले सुती सुती खान्छु र आउने बित्तिकै घुम्ने कुर्सीमा बसेर सलुट खान्छु भन्ने सोच्नु भएको छ भने तपाईँ अमेरिका आउने चेष्टा नगर्नुहोला। बाबामालाई ऋणमा डुबाएर ऋणको भारी बोकाएर आउने काम नगर्नुहोला। यदि त्यस्तो मानसिकता लिएर तपाईँ यहाँ आउनुहुन्छ भने तपाईँ चाहिँ होमसिक र डिप्रेसनको शिकार हुनलाई कति पनि टाइम लाग्दैन। अमेरिका भनेको त्यस्तो व्यक्तिहरूको लागि हो जसले समय र पैसालाई राम्रोसँग चिन्न सकेको छ, जसले मेहनत गर्न सक्छ, जसले दुःख गरेर इन्भेस्ट गरेर अथवा व्यापार गरेर छिटै नै आफूलाई फाइनान्सियली सेटल गर्न सक्ने सोच बनाएको छ। त्यस्तोको लागि चाहिँ अवसरको खानी हो। अमेरिकाको तितो सत्य र यथार्थ भनेको त्यही नै हो। होइन भने तपाईँहरू चाहिँ अमेरिका आउनु व्यर्थ छ।